भनेको के हो नेपालीमा? स्याउ। अनि बीबाट के आउँछ? बिरालो। बिरालो होइन। ठिक हो ठिक हो। अनि बीबाट के आउँछ? बिरालो आउँछ। अनि सीबाट? सीबाट क्याट ऊ एउटा रहेछ। एउटा रहेछ। सीएटी क्याट उही बिरालो रहेछ। सीएटी क्याट उही बिरालो। म त छक्क परिरहेको भन्नुभएपछि मलाई पनि कुरो एउटै आयो। बिहिबार बिरालो सीमा समाजन सीएटी क्याट उही बिरालो। वाइ नट कोकोनट ठक हो। पसिना आयो। अनि डीबाट? अब ल डीबाट राम्रोसँग भन्नु त डीबाट के आउँछ अब? डीबाट डग कुकुर। DOG डग है। ABCD ईबाट? अलिक गाह्रो छ ईबाट। ईबाट इटरी। इमेलली अमेलली। जेठसम्म जाँदा त मेरो आँसु सकिन्छ होला। जेठ भनेको ठुलो जहाज। ठुलो जहाजलाई जेठ भन्छ। हवाई जेट। एकछिन नहसौ। के भएको? अनि तपाईँ बिगललाई के भएको? केलाई छोयो? खै टिसीको त यहाँ छ टिसी। मान्छे केही बोल्न नपाइकन हामी के भएको भनेर तपाईँले आज रोनी गरेर हँसायो। हो ईबाट भएन। एफबाट? यहाँ म गाएको तपाईँलाई भन्नुभयो बोल्छु भनेको निले चाप्नै पाइनु फुट्दै गयो। त्यो निल्छु भने होइन अब बोल्छु भन्ने बेला फुट्दै गयो। यहाँसम्म आइसकेको थियो। ल सोच्नु ल एफबाट म तपाईँलाई अलिअलि हिन्ट दिन्छु। एफबाट चाहिँ तपाईँले खाइराख्ने चिज हो ल। एफबाट पिउने चिज एफबाट। लालची लास्ने खाएको थियो नि एप्पल जुस। एप्पल जुस होइन एफबाट। म भनिदिउँ फ्यान्टा। अनि जीबाट? जीबाट? जिब्रो। जीबाट जिम। जिम जिम। तपाईँले यसो गरी गरी चक्लेट चाहिँ निल्ने यो ढल्न लाग्यो। बिचरा त सबै एचबाट? अब एचबाट त आउँछ होला। एचबाट? HOSE हर्स भनेको घोडा। तर आर छुट्यो। HORSE हर्स। केही भन्न जानिन। आईबाट? आँखा यी एप्पल भनेको के हो नेपालीमा? स्याउ। अनि